नमस्ते साथीहरू, कृषिका कुरा अनलाइन टिभीमा यहाँहरू सबैलाई स्वागत छ। आज अलिकति नयाँ विषयवस्तु गमलामा लगाउने एक प्रकारको अत्यन्त अचम्मको एउटा खुर्सानीको बारेमा मैले तपाईँलाई जानकारी गराउन गइरहेको छु। खाँदा पिरो, हेर्दा कालो, अत्यन्त धेरै फल्ने, गमलामा पनि फलाउन सकिने यो एक प्रकारको कालो खुर्सानीको बारेमा मैले जानकारी दिन गइरहेको छु। भिडियोलाई सुरु गरौँ है त। यो गमलामा फलाउन सकिने एक प्रकारको कालो जातको खुर्सानी हो। यो अत्यन्त पिरोमा अत्यन्त पिरो, मिठो र यो स्वास्थ्यवर्धक पनि छ भन्ने कुरा आएको छ। यसको के कुरा यसका फाइदाहरू छन्। खुर्सानीका फाइदाहरू त यत्तिकै पनि हुने भयो। त्यसमाथि यो अलिकति कालो, हेर्दाखेरि पनि कालो जातको यस्तो प्रकारको खुर्सानी भएको कारणले मैले यहाँलाई देखाउन खोजेको हो। अब यो हेर्नु होला, यो अमेरिकाबाट बिउ ल्याएर यहाँ लगाइएको खुर्सानी हो। अब यो पछि सबैले अरूहरूले पनि यो खुर्सानी लगाउन सकिन्छ। थोरै ठाउँमा सानो गमलामा लगाएर घरलाई प्रशस्त खान पुग्ने गरी यो खुर्सानी लगाउन सकिने भएकोले आजको भिडियोमा मैले तपाईँलाई यति कुरा चाहिँ जानकारी गराएँ। धन्यवाद।